What's up everybody? म प्रवास र वेलकम टु माई च्यानल फुटबल प्रोजेक्ट। फुटबल प्रोजेक्टमा चाहिँ भिडियो खतरा आइरहेको छ हैन। अब हामी कुरा गर्छौँ हिजो भने अनुसार अल हिलाल भर्सेस रियल मड्रिडको। अल हिलाल भर्सेस रियल मड्रिड एकदम ब्याङ्गर, एकदम खतरा, सोचेको भन्दा राम्रो हैन। हाम्रो रियल मड्रिडमा नयाँ कोच साभी अलोन्जो र उताबाट अल हिलालको नयाँ कोच एन्जाकी हैन। एन्जाकी त अस्ति आफ्नो टिम इन्टर मिलानलाई चाहिँ फाइनल युसिएल फाइनलसम्म पुर्याएर चाहिँ उसले बाई बाई गरेर उता साउदीतिर गएको कोच हो हैन। डाउट गर्ने कुरै आएन र फेरि चाहिँ अल हिलालमा चाहिँ नयाँ युरोपका खेलाडीहरू पनि गएको छन् र हिजोको खेल एकदम खतरा थियो। सुरुमा रियल दे मड्रिड गोन्जालोले गोल हान्यो। गोन्जालो गार्सिया नयाँ 21 वर्षको खेलाडी, एकदमै रियल मड्रिडको एकाडेमीकै खेलाडीले एक गोल ठोक्यो। त्यो ठोकेको केही समयपछि हाम्रो भाइ राहुल असेन्सियोले फल गर्न पुगेपछि अल हिलालले पेनाल्टी पायो र गोल ठोकिदियो हैन। गोल ठोक्यो जस 1-1मै समाप्त भयो हिजोको खेल हैन। अनि त्यस पछाडि प्लेयरहरूको कुरा गर्नु पर्दाखेरि सब खतरा। ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड फर्स्ट गेम सुरुवात ठिक छ, राम्रो खेल्या हो। ट्रेन्टले पनि राम्रै खेल्या हो, लङ पासहरू कटाउन खोजिरहेको थियो हैन। अब त्यहाँ कमी कसको भयो भन्दाखेरि किलियन एम्बापेको कमी भयो। हिजो किलियन एम्बापे खेलेको भए सायद रिजल्ट छुट्टै पाउँथ्यौँ होला आज हामीले रियल मड्रिड फ्यान्सहरूले हैन। तर पनि केही छैन, क्लब वर्ल्ड कपको सबै टिमको फर्स्ट गेम सकिसकेको छ हैन। र किलियन एम्बापेको हामीलाई हिजो कमी भयो। ऊ ज्वरो आएर सुतेछ क्या केटो सुतिसकेपछि अब अरू स्ट्राइकरले जति योगदान दिनुपर्ने थियो हिजो अलि दिन सके जस्तो लागेन हैन। तर पनि ठिक छ, नयाँ कोच नयाँ खेलाडी, अलिकति चाहिँ त्यो ग्राउन्डमा भिज्नको लागि प्लेयर एकअर्कालाई चिन्नको लागि पनि टाइम लाग्छ। त्यही भएको कारणले गर्दाखेरि पनि नट ब्याड हैन। म त त्यस्तो असन्तुष्टि छैन, किनकि 2022मा फाइनल हामीले अल हिलालसँगै खेलेको खतरा टिम हो हिलाल है। र मलाई चिन्ता चाहिँ के लाग्यो भन्दाखेरि अल हिलालले यो सिजन पनि रोनाल्डो दाइलाई ट्रफी उठाउन दिँदैन कि भन्ने डर लाग्यो क्या हैन। किनकि रोनाल्डो दाइले साउदीबाट ट्रफी उठाएकै छैन हैन। र कोच नयाँ, खेलाडीहरू पनि नयाँ छन् होइन, खतरा खेल्ने छन् नि त। हिजो कान्सेलोले खतरा खेल्यो मान्नुपर्छ अल हिलालबाट। त्यस्तै अरू खतरा अरू खेलाडीहरू पनि छन् र म त्यति चासो राख्न चाहन्न अल हिलालको हैन। र रियल मड्रिडले राम्रो खेलेको र एउटा साउट आउट चाहिँ म मेरो भाइ आर्दा गुलेरलाई पनि दिन चाहन्छु। गुलरले राम्रो खेल्यो, सर्टहरू राम्रै ट्राई थियो। लगभग 2-3 गोल हिजो रियल मड्रिडले हान्ने चान्स थियो, तर हाम्रो खेलाडीहरूले चाहिँ त्यो त्यहाँ त्यो 2-3 गोलको नतिजा दिन सकेनन् क्या हिजो। अब लकै त्यस्तो भन्ने कि के भन्ने। एउटा खतरा गोन्जालोले फेरि हेडिङ हानेकोवाला पनि राम्रै छेकेको थियो होइन। भिनिसियसले राम्रै खेलेको थियो, रोड्रिगोले पनि जो चित्तबुद्ध नै खेलेको थियो होइन। जुड बेलिङ्गम राम्रो खेलिरहेको थियो। कतै मिस्टेक त भइरहेको थियो, तर पनि हाम्रो केटाहरूले राम्रो खेलेको म मान्छु है। त्यसपछि कुरा गर्नु पर्दाखेरि रियल दे मड्रिडको त्यस्तो गुनासो केही पनि छैन यार। अझै अरू गेमहरू बाँकी छ। अब पाचुकासँग छ अर्को गेम, र पाचुकालाई इन्टरकन्टिनेन्टल कपमा हराएको होइन। त्यस्तो गाह्रो छैन, रियल मड्रिड अगाडि बढ्छ। एम्बापे आउँछ, एम्बापे आइसकेपछि झन् सजिलो हुन्छ स्ट्राइकरहरूलाई होइन। लेट्स होप अर्को गेमहरू पनि हेर्दै गरौँ होइन। सपोर्ट रियल दे मड्रिड। चिबा कोर्टुवालाई चाहिँ एकदम धन्यवाद भन्न चाहन्छु, राम्रो सेभहरू पनि गरेको थियो। रियल मड्रिड अल ओभर हेर्नु पर्दाखेरि ठिक छ गेम, र फर्स्ट गेम पनि हो होइन। प्लेयर चेन्ज, कोच चेन्ज, त्यस पछाडि अब स्टाइल चेन्ज, अनि ह्यान्सी फ्लिक डराउने बेला आयो। किन थाहा छ? हाम्रो साभी अलोन्जोले पनि अफसाइड ट्र्याप, हिजो कस्तो डेन्जर अफसाइड ट्र्याप हान्दै हो नि त।
होइन। अब के बार्सिलोनाले मात्रै हान्छ त अफसाइड ट्र्याप, रियल मड्रिड रेडी छ अफसाइड ट्र्यापको लागि है। लेट्स गो, लेट्स सी अदर गेम्स एज वेल होइन। अनि त्यसपछि बल्ल हामीले त्यो गर्न त्यो कसरी कम्पेयर होइन कम्पेयर गर्न अनि बल्ल मिल्छ अरू गेमहरू हेरिसके पछाडि होइन। र योपालि पनि पिएसजी स्ट्रङ छ, पिएसजीलाई हराउन गाह्रो छ। भिटिनिया छ त्यहाँ, हाकिमी छ त्यहाँ, डेम्बेले छ होइन। रियल मड्रिड अलिकति यो चलाएर अगाडि बढ्नुपर्छ र आई होप रियल मड्रिड स्ट्रङ भएर आउँछ, एम्बापे आउँछ, अरूहरूले खतरा खेल्नेछन् र हामीले देखाउनेछौँ कि रियल मड्रिड बेस्ट टिम हो भनेर है त। यति भन्दै आजको भिडियो सकियो होइन। अरू गेमहरूको न्युजहरू आइरहेको छ, सेयर, सब्सक्राइब, लाइक, कमेन्ट होइन, चित्त बुझेको नबुझेको र सुरुदेखि नै साथ दिनुहोस्, मसँग जोडिदिनुहोस् होइन। फुटबल प्रोजेक्टलाई सब्सक्राइब गर्नुहोस्।